नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ हेडलाइन्सबाट। रामेछापको मछेडाँडीमा बस दुर्घटना, 1 जनाको मृत्यु, 20 जना घाइते। विष सेवनबाट मृत्यु भएको आमा छोरीको हत्या भएको भन्दै हत्यारालाई पक्राउ गरी कारबाही गर्न पीडित पक्षको माग। 1 वर्षभित्र किसानलाई मलको अभाव हुन नदिने कृषि मन्त्री खनालको प्रतिबद्धता। सार्वजनिक यातायातमा हुने महिला तथा बालबालिकामाथिको हिंसा अन्त्यका लागि अभियान सञ्चालन गर्ने नेपाल प्रहरीको तयारी। र मेक्सिकोको इगाल्डोमा पाइपलाइनमा विस्फोटमा परि मृत्यु हुनेको सङ्ख्या 71 पुग्यो। अब समाचार विस्तारमा। रामेछापको सदरमुकाम मन्थली नजिकै मछेडाँडीमा आज मध्याह्न बस दुर्घटना भएको छ। ओखलढुङ्गाको धाराखोरीबाट काठमाडौँको लागि हिँडेको 4ख 4210 नम्बरको बस मन्थली नगरपालिका 1 मछेडाँडीमा दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको हो। दुर्घटनामा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका 6 का 25 वर्षीय ओम कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभूषण यादवले जानकारी दिए। दुर्घटनामा अन्य 20 जना घाइते भएका छन्। घाइतेमध्ये गम्भीर 6 जनालाई उपचारका लागि काठमाडौँ रेफर भएको प्रहरी निरीक्षक यादवले जानकारी दिए। अन्य घाइतेहरूको भने मन्थली स्थित तामाकोसी सरकारी अस्पतालमा उपचार भइरहेको छ। कैलालीको उत्तरियामा हिजो साँझ 2 समूहबीच झगडा भई हानाहानको घटनामा 1 जनाको मृत्यु भएको छ। घटनामा गोदावरी नगरपालिका 1 का 20 वर्षीय अरुण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिलिमसिनाले बताउनुभयो। मृतकको छाती र पेटमा धारिलो हतियारको घाउ लागेकाले 2 समूहबीच खुकुरी वा चक्कु हानाहान भएको हुन सक्ने जनाइएको छ। घटनामा घाइते भएका भट्टलाई तत्काल उत्तरियाको पझा अस्पतालमा लगिएकोमा थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याउने क्रममा निजको बाटोमा मृत्यु भएको हो। घटनामा सोही ठाउँका सबिन कटेल, हरि राई र राजेश नेपाली घाइते भएका हुन्। घाइतेको अवस्था खतरामुक्त रहेको जनाइएको छ। उत्तरियामा केही दिनदेखि चलिरहेको महोत्सव सकिएको केही समयपछि यो घटना भएको हो। घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक तिलिमसेनाले बताउनुभयो। विष सेवनबाट मृत्यु भएको भनिएकी आमा छोरीको हत्या भएको भन्दै हत्यारालाई पक्राउ गरी कडा कारबाही गर्न पीडित पक्षले माग गरेको छ। मृतक जनकपुर उपमहानगरपालिका 4 बस्ने समीर मिश्रको 25 वर्षीय श्रीमती सीमा शर्माको माइती पक्ष र केही महिला अगुवाहरूले जनकपुरधाममा पत्रकार सम्मेलन गरी सीमा र उनको 2 वर्षीय छोरी गौरी मिश्रलाई विष खुवाएर हत्या गरेको आरोप लगाउँदै फरार रहेको सीमाको श्रीमान समीरलाई समेत पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्। एक दोसर से हेल्प करना बहुत जरूरी रहे थे। वैसे हम कहलिए हेल्प कर देवे, लेकिन अपने के वो चीज़ नहीं हेल्प हो सकल। तक बाद अपने के सब मेंटली और फिजिकली टॉर्चर दे लगले। उसके बाद अपने के इस कह लगले हमरा वॉशिंग मशीन अहाँ के घर में न अब भाई के कहो एक वॉशिंग मशीन किन के दे, तै अनुसार चीज सब हर एक समय अपने के मेंटली फिजिकली टॉर्चर दे लगे। सीमाको परिवारजनले 2070 साल वैशाख 29 गते विवाह भएको सीमालाई पटक पटक मानसिक तथा शारीरिक यातना दिँदै आएको र गरगहना तथा रुपैयाँ पैसाको लागि पटक पटक तनाव दिने गरेको समेत आरोप लगाएका छन्। अपने के हमर बहन के ननद भी अपने के की कर चले, अपने के हमर बहन के सास कतौ चल जाय चले तो अपने के हमर बहन के सास की कर चले, अपने ननद के घर में बैठा के फोन से केकरा से बात करे, बाप माता से की बात करे, भाई भौजाई से की बात करे, से चीज सब सुनने के लिए हर एक समय अपने के केयर एकदम कान खड़ा करके अपने के रही चली। हर एक समय अपने के केकरो फोन आयल तो एक फोन अब केकरा से बात कर रहा छी तै अनुसार से भाई भौजाई से वा बापे मतारी से बातचीत करे के लागि ओते अलाउड नहीं दै छलिए। आ फोन हमर बहन ले के लागि अपने के ओकरा सबके कोनो ठान फोन धैल रही चलिए तो अपने को उठा के भाई से बात कर ले चाहे भौजाई से बात कर ले, से अपने को पूरे एकदम डेराइल रही चलिए। सीमाको मृत्यु हुने बित्तिकै पति समीर फरार भएको र अहिलेसम्म समेत सम्पर्कमा नआएकाले समेत घटनामा समीरको संलग्नता पुष्टि हुँदै गएको उनीहरूको तर्क छ। जब भेले के बाद अगर मृत्यु भ गए तो उनका पति के तो ये रह चाहे नहीं, उनकर पति वो ये सब फरार चुके। ऐसे इहो शंका उत्पन्न भ रहा है कि वही हत्या में संलग्न छथिन, तो हिसाब से
वो अभी तक वो फरार छथिन, कहाँ छथिन कोनो ओकरा पता नहीं छ। यता राजपा नेत्री एवं सीमाकी नातेदार समेत रहेकी सरिता शर्माले सीमालाई पटक पटक यातना दिने गरेको कुरा आफूहरूलाई जानकारी रहेको, यद्यपि इज्जत प्रतिष्ठाको डरले सीमाले नमानेकै कारण प्रहरी प्रशासनमा सो घटना जान नसकेको बताउँछिन्। किसिम के टर्चर दिन रात घर के काम ऊपर से नीचे दूर रहती है। भाई में 3 बार पोछा लगे से घर से, मतलब घर में एक सेकेंड में चले, मतलब बिना टर्चर के जिंदगी दिए चली एकदम घरेलू एकदम यातना सहज सहित हद हो चली गए। लेकिन वो इतने चाहे चल हमारी बात हम बाहर हमारे समाज में नहीं जाए, हमारा दोनों कोई के घर के अथी हुआ और हमारा जो घर में जो किनका है से हमारे रिलेशन खराब हो जाए। लिखायल कागज रहे 1 साल 1.5 साल पहले के कागज लिखा गए चले, जो मतलब मुद्दा दिल जाते हैं किस्म के, तो यो हमर जी अपने के वकील से भी अपने के हरेक चीज राय सल्लाह। यता मृतक सीमाकी देवर शशि मिश्रले प्रहरी हिरासतमा रहेको आफ्ना बुवा आमा दोषी नरहेकाले रिहाईको माग गरेका छन्। घटनाको अनुसन्धान गर्न आफ्नो दाजु दोषी ठहरे सजाय दिन भन्दै उनले बुढाबुढी आमा बुवालाई रिहा गर्नुपर्ने बताएका छन्। दोषी देखियो, दोषी अभी कार्रवाई अहाँ के छानबीन हो, दोषी जे होते ओकरा सजाय मिलो। हम ई नहीं कहै छी कि हमर दाजू है तो ओकरा सजाय नहीं मिलक चाही, ओकरा मिलक चाही। केकर गलती ही की है अहाँ के आवेश में आके क्षणिक देर के रीस के कारण हमरा जना बुझाइए। पति पत्नी के बीच में अनबन भेल हो, ई नहीं हम कहब कि नहीं कुछो भेल, भेले के कारण से ना आवेश में आबि के क्षणिक रीस के कारण से आबि के एहन कदम उठायल गेल हो। हम ई नहीं कहै छी, मगर अहाँ सब बूढ़ा बूढ़ी के जे अहाँ सब एना पीड़ित बनैले छी, बूढ़ा बूढ़ी भीतर ही अहाँ के दुनू लाचार है, स्वास्थ्य पूरे कमजोर है। हमरा नहीं बुझाइए कि बेसी दिन रहला पर जीतते। गत सोमबार राति 20 सेवनबाट सीमा शर्माको मृत्यु भएको थियो र मंगलबार उपचारको क्रममा सीमाको 2 वर्षीय छोरी गौरी मिश्रको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपेलियाले जानकारी दिनुभयो। हत्याको आरोपमा मृतक सीमाकी सासू किरण मिश्र र ससुरा श्यामसुन्दर मिश्रलाई प्रहरीले नियन्त्रणमा लिएका छन्। श्रीमान समीर भने फरार रहेका छन्। यसअघि शुक्रबार महिला अगुवाहरूको अगुवाईमा मृतकका परिवारजन सहितको सहभागिता जानकी मन्दिरदेखि जनकचोकसम्म दोषी उप कारबाहीको माग गर्दै प्रदर्शन गरिएको थियो भने जनकचोकमा दीप प्रज्वलन गरी मृतक आमा छोरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण समेत गरिएको थियो। जनकपुरधाम उपमहानगरपालिकाका वडा अध्यक्षहरू प्रमुख लाल किशोर शाह विरुद्धको आन्दोलनको तयारीमा जुटेका छन्। एक वार्ड अध्यक्षको होटलमा भेला भए यसअघि प्रमुख शाहलाई ज्ञापन पत्र बुझाएका करिब 16वटा वडाका वडा अध्यक्षहरू आन्दोलनको तयारी र रणनीतिका विषयमा छलफल गरेका छन्। बैठकमा करिब 1 दर्जन भन्दा बढी वडा अध्यक्षहरूको सहभागिता थियो। वडा नम्बर 10 का वडा अध्यक्ष मिथिलेश लाल कर्णका अनुसार पुस 25 गते प्रमुख शाहलाई बुझाएको ज्ञापन पत्र उप कुनै सुनवाई नभएकाले बैठक बसी पूर्ण ज्ञापन पत्र बुझाउने कि आन्दोलन गर्ने भन्ने विषयमा छलफल गरिएको छ। होइन हामीहरू चाहिँ यो 25 गते नगरपालिकामा जुन ज्ञापन पत्र बुझाएका थियौँ आफ्नो हक हितको वाडाको हक हितको अधिकारको लागि, त्यसमा चाहिँ अहिलेसम्म केही चाहिँ कार्यान्वयन नभएकोले पुनः हामी 30 सदस्यहरू चाहिँ बसेका छौँ छलफलको। तपाईँहरूले भन्नुभयो कि माघ 1 गतेदेखि आन्दोलन गर्छु। हजुर, त्यसै कारणले हामीहरू चाहिँ यो माघ 1 गते चाहिँ माघे सङ्क्रान्ति भएकोले यताउता भएकोले हामी पुनः चाहिँ आज 5-6 गते भयो, हिजो बलिदान दिवस थियो, त्यस कारण नबसेर आज 6 गते बसेको। कहिले आन्दोलन घोषणा हुन्छ? हामी छिटोभन्दा छिटो गर्नेछौँ। भोलिदेखि पर्सि चाहिँ ज्ञापन पत्र बुझाउने प्रयास गर्छु, तपाईँलाई जानकारी गराउँछु। उनीहरू माघ 1 गते नै प्रमुख शाहलाई भेट्न योजना रहे पनि तिला संक्रान्ति र बलिदानी दिवसका कारण रोकिएको र 1-2 दिनमै पुनः ज्ञापन पत्र बुझाउनका साथै आन्दोलन तय हुने बताए। अब समाचारमा व्यावसायिक विश्रामपछि 1 वर्षभित्र किसानलाई मलको अभाव हुन नदिने कृषि मन्त्री खनालको प्रतिबद्धता। सार्वजनिक यातायातमा हुने महिला तथा बालबालिकामाथिको हिंसा अन्त्यका लागि अभियान सञ्चालन गर्ने नेपाल प्रहरीको तयारी।
1 वर्षभित्र किसानलाई मलको अभाव हुन नदिने कृषि मन्त्री खनालको प्रतिबद्धता। सार्वजनिक यातायातमा हुने महिला तथा बालबालिकामाथिको हिंसा अन्त्यका लागि अभियान सञ्चालन गर्ने नेपाल प्रहरीको तयारी। र धनुषाको कुवारामपुरमा करेन्ट लागेर मृत्यु भएका शिक्षक शाहप्रति श्रद्धाञ्जली अर्पण। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणी खनालले 1 वर्षभित्र किसानलाई मलको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मन्त्री खनालले कृषि क्षेत्रको उल्लेख्य प्रगति हासिल गर्न आफूले छुटे किसान विश्वविद्यालय र किसान आवासीय परीक्षणको केन्द्र स्थापना गर्न लागेको पनि जानकारी दिनुभयो। राष्ट्रिय किसान आयोगको दोस्रो स्थापना दिवसको अवसर पारेर आज काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले किसानलाई प्रविधिसँग जोडेर सरकारले कृषि क्षेत्रमा सुधार ल्याउन चाहेको पनि स्पष्ट पार्नुभयो। मन्त्री खनालले आफूले दूधको गुणस्तर सुधारमा उल्लेख्य प्रगति गरेको दावी पनि गर्नुभयो। र नयाँ प्रविधिसहित अगाडि गइँदैन, कृषिमा फड्को मारिँदैन। त्यसकारण कृषि अनुसन्धानमा मैले अलिकति त्यहाँ मेहनत गरेर यसलाई एउटा डिम्ड युनिभर्सिटी बनाउने, किसान आवासीय प्रशिक्षण सञ्चालन गर्ने र किसानसँग टेक्नोलोजी जोड्ने, यो कुरालाई चाहिँ नि व्यवस्थित रूपमा अगाडि बढाइएको छैन। दोस्रो कुरा मैले दूधको कुरा अगाडि गर्ने, यसलाई धेरै नै व्यवस्थित गरेर अगाडि लगिएको छ। तेस्रो कुरा अहिले चाहिँ किसान आयोगले दिएका प्रतिवेदनहरूको अध्ययनसहित हामीले चाहिँ यो अनुदानका कार्यक्रम कसरी सञ्चालन गर्ने भनेर चाहिँ एउटा राम्रो अध्ययन हामीले गरिरहेछौँ र कृषि विकास ब्याङ्कसँग सहकारी हाम्रो छ। अहिले के भनिरहेछौँ भने आवश्यक पर्छ भने अर्को ब्याङ्क स्थापना गर्ने र किसानलाई सिधै एकदमै न्यून तपाईँको अपरेटिङ। कार्यक्रममा पूर्व कृषि मन्त्री हरिबोल गजुरेलले कृषकको जीवनमा सुधार ल्याउने गरी कृषि सम्बन्धी नीति तय गर्न सरकार र राष्ट्रिय किसान आयोगसँग माग गर्नुभयो। उहाँले कृषि गतिविधिमा प्रत्यक्ष असर पर्ने खालका नीति नियम बनाउन पनि आयोगलाई सुझाव दिनुभयो। सुधारहरूको लागि त्यसले खेलिरहेको छ, तर अब जनताले पनि धेरै कुरा उठाउनुभयो, सरकारलाई मद्दत पनि गर्नुभयो। हिजो हामी मन्त्री हुँदा त्यो खालको अवसर थिएन, अहिले राम्रो एउटा चाहिँ फिडब्याक दिइरहेको छ, त्यो एकदम राम्रो कुरो हो। तर जसरी किसानहरूको बिचमा गएर त्यहाँका ठोस समस्याहरू, फिल्डका समस्याहरू हल गर्नको लागि किसानसँगले यी फिल्डका समस्या हल गरिदिए भन्ने कुरो चाहिँ अहिले यहाँ रिपोर्ट आउन पाएको भए राम्रो हुन्थ्यो। अब यसले गर्ने चाहिँ नीतिगत कुराहरूमा चाहिँ धेरै आयो, त्यो पाटो चाहिँ छुटिरहेको छ। मलाई चाहिँ उहाँलाई मैले तपाईँले त्यो चिर्नु पऱ्यो, किन त्यो जटिल छ। व्यवहारिक यहाँ समस्या चाहिँ के नीतिगत बुझाइ, सबैको बुझाइ ठिक। पूर्व कृषि मन्त्री गजुरेलले किसान आयोगले किसानहरूको दैनिक गतिविधिसँग सम्बन्धित भएर सरकारलाई आवश्यक परामर्श दिनुपर्ने आवश्यकता पनि औल्याउनुभयो। नेपाल प्रहरीले सार्वजनिक यातायातमा हुने महिला तथा बालबालिकामाथिको हिंसा अन्त्यका लागि पनि अभियान नै सञ्चालन गर्ने भएको छ। प्रहरी महानिरीक्षक सवेन्द्र खनालले सार्वजनिक यातायातमा हुने महिला तथा बालबालिकाको हिंसा अन्त्यका लागि अभियान नै सञ्चालन गर्ने घोषणा गर्नुभयो। उहाँले त्यसका लागि महिला सञ्जाल र महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत सङ्घ संस्थाहरूसँग सहकार्य गरेर अघि बढ्ने योजना पनि अघि सार्नुभयो। आज महानगरीय परिसर टेकुकै हाताभित्र निर्माण गरिएको नागरिक सहायता कक्ष भवनको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीले शान्ति सुरक्षालाई सुदृढ बनाउने र समाजको विकासमा पनि योगदान गर्दै लैजाने योजना एकैसाथ अघि बढाउन चाहेको समेत स्पष्ट पार्नुभयो। उहाँले नागरिकको सहायता बिना नेपाल प्रहरीले अपराध अनुसन्धान लगायतका कुनै पनि दायित्व पूरा गर्न नसक्ने पनि दोहोर्याउनुभयो। गर्नु पर्यो भन्नुभयो र म त्यसलाई स्वीकार। विभिन्न पक्षहरू चाहिँ राखिएका छौँ हामीले, त्यो सँगसँगै यातायातको सुधार गर्ने सन्दर्भमा र यातायातमा हुने, यहाँ पनि मलाई खुसी लाग्यो सार्वजनिक यातायातमा महिला तथा बालबालिका विरुद्ध हुने जुन हिंसाको विषयलाई पनि हामीले अगाडि बढाएका छौँ र त्यसका लागि महिला सञ्जालसँग र महिलासँग हितमा सरकार राख्ने सम्पूर्ण सङ्घ संस्थाहरूका प्रतिनिधि अथवा पदाधिकारीसँग हामी सहकार्य गर्दैछौँ। र यो विषय मलाई लाग्छ हामीले एकातर्फ सुरक्षालाई सँगसँगै राम्रो सबलीकरण गर्दै जाने र अर्कोतर्फ विकासको अवधारणा अथवा विकासलाई पनि अगाडि बढाउँदै जाने, यो राम्रो एउटा अनुपम उदाहरण हो भन्ने मैले आफूले लिएको छु र यस अनुरूप हामी अगाडि बढ्दैछौँ। र सबै कामको पछाडि एउटै फेरि अर्को के छ भने
प्रहरी महानिरीक्षक खनालले नेपालमा प्रहरी र नागरिक समाजबीचको सम्बन्ध विकास देशहरूको भन्दा सुमधुर रहेको पनि बताउनुभयो। सो भवन नेपाल बङ्गलादेश बैंकको 19,50,000 आर्थिक सहायतामा निर्माण गरिएको हो। चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले सरकारले आफूले गरेको प्रतिबद्धता अनुसार काम नगर्दा अन्तर्राष्ट्रिय व्यापार प्रबन्धनमा समस्या आएको बताउनु भएको छ। आज राजधानीमा आयोजित व्यापार र लगानी सम्बन्धी अन्तर्क्रियामा अध्यक्ष श्रेष्ठले सरकारले नेपालमा चिनिया बैंक स्थापना गर्ने प्रतिबद्धता जाहेर गरे पनि अहिलेसम्म हुन नसकेको बताउनु भएको हो। चाइनासँग नेपाली व्यापार विस्तारका लागि नेपालमा चिनिया बैंक स्थापना हुनु जरुरी रहेको भन्दै उहाँले प्रतिबद्धता जाहेर गरेर पनि अहिलेसम्म त्यसतर्फ प्रयास नहुनु दुःखद भएको बताउनुभयो। अन्तर्राष्ट्रिय व्यापार प्रबन्धनमा कार्यरत चाइना परिषदको टोलीसँग उहाँले बैंक स्थापनाका लागि पहल गर्दै नेपालमा लगानी बढाउन आग्रह गर्नुभयो। व्यवसायमा चाहे त्यो आयातमा होस् इम्पोर्टमा एक्सपोर्टमा त्यो हुनु नसक्नु कारण पनि एउटा चाहिँ नि हामी कहाँ अझ पनि चाइनिज बैंक आएको छैन। त्यस कारण हामीले गराइरहेको धेरै वर्ष भयो। 2 वर्ष अगाडि केपी शर्मा ओलीको त्यसमा चाहिँ अब लाइसेन्स अफिस खोल्ने या ब्रान्च खोल्ने भनेर एउटा सहमति भएछ। त्यो पनि खालि त्यही सहमतिमै परेछ। अब तपाईँले पनि उताबाट हामीले यताबाट जोड दिइरहेछौँ। अब तपाईँ त्यत्रो ठुलो आज भाइस चेयरम्यान आएछ। हाम्रो एउटा माग चाहिँ नि र जबसम्म ब्याङ्क हुँदैन यो हाम्रो जतिसुकै कराए पनि अगाडि बढ्न सक्दैन। त्यस कारण एउटा चाहिँ चाइनिज ब्याङ्क चाहियो भनेर हामीले त्यो बारम्बार भनिरहेछ ताकि यसले गर्दा हाम्रो व्यापारमा वृद्धि हुन्छ। नेपालसँगको अन्तर्राष्ट्रिय व्यापार विस्तारको क्रममा परिषदको 30 सदस्यीय टोली नेपाल भ्रमण आएको हो। नेपालमा रेलवे विकास बैंकिङ सम्बन्धी हवाई सम्पर्क तथा पर्यटनको क्षेत्रमा चिनिया व्यापारी टोलीले चासो देखाएको चेम्बरका अध्यक्ष श्रेष्ठले बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओली आज बेलुका 17 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्विजरल्यान्ड जाँदैछन्। स्विजरल्यान्डको डाभोसमा हुने विश्व आर्थिक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली आज बेलुकाको उडानबाट त्यसतर्फ प्रस्थान गर्न लागेको प्रधानमन्त्रीका पेश संयोजक चेतन अधिकारीले जानकारी दिएका छन्। यही माघ 8 गतेदेखि सुरु हुने सम्मेलनमा भाग लिन प्रधानमन्त्रीको त्यसतर्फ जान लागेको हो। सो टोलीमा प्रधानमन्त्री पत्नी राधिका साक्य, परराष्ट्र मन्त्री प्रदीप कुमार ग्यावाली, अर्थमन्त्री युवराज खतिवडा, प्रधानमन्त्री प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास बैरागी लगायत 17 सदस्य सहभागी हुने बताइएको हो। यो फोरमको सम्मेलनमा नेपालका तर्फबाट पहिलो पटक प्रधानमन्त्री सहभागी ओली हुन लागेका हुन्। सम्मेलनबाट विदेशी लगानी भित्री आउन सहयोग पुग्ने नेपाली पक्षको विश्वास छ। टोली सम्मेलन सकाएर माघ 12 गते स्वदेश फर्किने कार्यक्रम छ। समाचारमा पूर्ण व्यावसायिक विश्रामपछि धनुषाको कुवा रामपुरमा करेन्ट लागेर मृत्यु भएका शिक्षक शाहप्रति श्रद्धाञ्जली अर्पण र मेक्सिकोको इडाल्गोमा पाइपलाइनमा विस्फोटमा परि मृत्यु हुनेको संख्या 71 पुग्यो। रनर बाइक 6 वर्ष वारेन्टीका साथ 250 सीसी सम्मका मोटरसाइकलहरू अब नेपालमा। रीतिरिवाज अलग अलग रुचि सबक एकेटा के साथ जगावे मन में बसवाई वहीटा मन में बसवाई वहीटा मन में बसवाई वहीटा रीतिरिवाज अलग अलग तर हाम्रो एउटै रोजाइ एकताको साथ जगाउने हाम्रो मनमा वाइ वाइ हिमाल पहाड मधेस तराई नेपाली परिवारको एउटै रोजाइ वाइ वाइ। विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। धनुषाको कुवा रामपुरमा करेन्ट लागेर मृत्यु भएका शिक्षक जगन्नाथ शाहप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। जनकपुर धाम उपमहानगरपालिका 12 कुवा रामपुरमा शनिबार नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण करेन्ट लागेर 2 जनाको मृत्यु भएको थियो।
मृतक मध्ये 31 वर्षीय जगन्नाथ शाह जनकपुरधाम स्थित मोनास्टिक स्कुलका शिक्षक थिए। शिक्षक शाहको आत्माको चिर शान्तिको कामना गर्दै स्कुलले आज श्रद्धाञ्जली सभा गरेको हो। शिक्षक तथा विद्यार्थीहरूले शिक्षक शाहको तस्बिरमा पुष्प अर्पण गरेका थिए। सिराहाको थलहाका शाह हाल जनकपुरधामको कदमचोकमा रहँदै आएका थिए। शाहको श्रीमती र 5 वर्षका छोरा छन्। नेपालमा पहिलो पटक कफीको गुणस्तरीय सम्बन्धी तालिम सञ्चालन हुने भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रवक्ता दीपक खनालले कफीको गुणस्तरीय वृद्धि गर्न र अन्तर्राष्ट्रिय स्तरमा बजार प्रबन्धन गर्नका लागि आवश्यक जनशक्ति उत्पादन गर्न नेपालमा पहिलो पटक कफीको गुणस्तरीय सम्बन्धी तालिम सञ्चालन गर्न लागि जानकारी दिनुभएको हो। आज काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले नेसनल कफी एकाडेमीको आयोजनामा आगामी फागुन 7 गतेदेखि 14 गतेसम्म आयोजना हुने तालिम अमेरिकाको कफी क्वालिटी इन्स्टिच्युट र स्पेशल कफी एसोसिएसनको सहयोगमा आयोजना गर्न लागि हो। त्यसैगरी बोर्डले कफीको गुणस्तरीयमा सुधार ल्याउन कफी सम्बन्धी परीक्षण कार्यक्रम पनि सञ्चालन गर्नेछ। यही माग 29 गतेदेखि फागुन 2 गतेसम्म आयोजना हुने सो परीक्षणमा कफीको गुणस्तरीय सम्बन्धी विधि र प्रक्रिया बारेमा विस्तृत जानकारी दिने बोर्डको योजना रहेको छ। भौगोलिक अवस्था त्यो छ। गुणस्तरीय उत्पादनका लागि आवश्यक प्राविधिक ज्ञान, सिप, नेपाली कफी कृषिमा अनुसन्धान र अन्तर्राष्ट्रिय बजारीकरणको लागि चाहिने कफीको साझा भाषा, कमन ल्याङ्ग्वेज अफ कफी सम्बन्धी न्यूनतम ज्ञानको अभाव आदि कारणले गर्दा नेपालमा उत्पादन वृद्धिलाई मात्र जोड दिएर हुँदैन, बरु उत्पादन वृद्धिसँगै गुणस्तरीय उत्पादन र प्रशोधनलाई पनि पहिलो प्राथमिकतामा राखेर काम गरिनुपर्छ र यो नै विश्व बजारमा नेपाली कफीलाई टिकाउने एकमात्र उपाय हो भन्ने हाम्रो ठम्याइ छ। यिनै कुराहरूलाई दृष्टिगत गरी नेपाली कफीको गुणस्तरीय उत्पादन जुन उत्पादन भइरहेको छ, अब अहिले हामीले रोप्यौँ भने अहिले हामीले उत्पादन गर्न सुरु गऱ्यौँ भने 3-4 वर्ष लाग्छ, तर अहिले जुन हाम्रो हातमा छ, जुन उत्पादित कफी छ, त्यसकै गुण स्तरोन्नति र अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्न सक्ने भन्नाले कफीको जुन साझा भाषा भन्नुभयो त्यो जानेको मान्छे जनशक्ति उत्पादन गर्नका लागि अमेरिकाको कफी क्वालिटी इन्स्टिच्युट हामी CQI भन्छौँ र स्पेशलिटी कफी एसोसिएसन नेपालको कफीको अन्तर्राष्ट्रिय बजारमा माग भए पनि यसको गुणस्तरीयमा प्रश्न उठ्ने गरेको पछि सो समस्या समाधान गर्न बोर्डले विभिन्न तालिम दिएर सो समस्या समाधान गर्ने योजना अघि सारेको हो। नेसनल कफी एकाडेमीले फागुनको अन्तिम सातातिर कफी लगानी सम्मेलन पनि आयोजना गर्ने तयारी गरेको छ। एकाडेमीका अध्यक्ष डाक्टर राजकुमार बन्जालले कफीमा लगानी र राजनीतिक प्रतिबद्धता दुवै जुटाउन सो सम्मेलन गर्ने तयारी भइरहेको बताउनुभयो। कफीमा लगानी बढाउन सो सम्मेलन सफल हुने अपेक्षा गरिएको पनि एकाडेमीले जनाएको छ। जरुरी छ र अलिकति लगानी सम्मेलन पो गर्ने भन्ने सोचका साथ हामीले डेट त फिक्स गरिसकेका छैन होला। मार्चको आधा अवधिमा गर्ने कि भन्ने छ। यो चाहिँ यहाँहरूलाई मैले अलिक ठोस उपलब्धि हुन्छ भनेर जानकारी गर्न खोजेको। एउटा चाहिँ कफी प्लान्टेसनमा नेपालमा हाल 40,000 किसानहरूले कफी खेतीमा आबद्ध रहेको सरकारी तथ्याङ्क छ, तर यसको गुणस्तर वृद्धिका लागि आवश्यक जनशक्ति नहुँदा यसको उत्पादन र बजारीकरण दुवै चुनौतीपूर्ण अवस्थामा छ। सोही चुनौतीलाई सम्बोधन गरेर अघि बढ्न विभिन्न तालिम सञ्चालन गर्ने योजना बनाइएको पनि बोर्डका प्रवक्ता खनालले स्पष्ट पार्नुभयो। अब इन्टरनेसनल न्युज। मेक्सिकोको इडाल्गोमा शुक्रबार साँझ तेलको पाइपलाइनमा विस्फोटमा परि मृत्यु हुनेको संख्या 71 पुगेको छ। घटनामा दर्जनौं घाइते भएका छन्। सरकारी स्वामित्वको प्रमेक्स पेट्रोलियम कम्पनीले पाइपलाइनबाट अवैध रूपमा तेल निकालेका कारण आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ। राष्ट्रपति एड्रेन्स म्यानुअलले ओबार्डले तेल चोरी रोक्न आवश्यक कदम चाल्ने बताएका छन्। इडाल्गोमा गएको वर्ष तेल चोरीबाट राज्यलाई $3 अर्ब बराबरको नोक्सानी भएको थियो। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। रामेछापको मच्छेडाँडीमा बस दुर्घटना, 1 जनाको मृत्यु, 20 जना घाइते। विष सेवनबाट मृत्यु भएको, आमा छोरीको हत्या भएको भन्दै हत्यारालाई पक्राउ गरी कारबाही गर्न पीडित पक्षको माग। 1 वर्षभित्र किसानलाई मलको अभाव हुन नदिने कृषि मन्त्री खनालको प्रतिबद्धता।
सार्वजनिक यातायातमा हुने महिला तथा बालबालिकामाथिको हिंसा अन्त्यका लागि अभियान सञ्चालन गर्ने नेपाल प्रहरीको तयारी। र मेक्सिकोको इडाल्गोमा पाइपलाइनमा विस्फोटमा परि मृत्यु हुनेको संख्या 71 पुग्यो। हस् त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।